सुँगुरको मासु मन पराउने साथीहरू को हुनुहुन्छ ल हात उठाउँ है। हाम्रोतिर चाहिँ सुँगुरको मासु बोडी अनि यो सागसँग यसरी मिक्स गरेर लटक्क पकाएर खाने चलन छ। यो चाहिँ ओखलढुङ्गातिर। अनि यो सुँगुरको बोसो है, साह्रै मिठो हुन्छ यो सेतो भाग चाहिँ यो सागसँग। अनि गाउँतिर चाहिँ यस्तै हो कि अर्ग्यानिक खानेकुरा आगोमा पकाउने है, मिठो हुन्छ सुँगुरको मासु। म चाहिँ राइने भएर पनि होला सुँगुरको मासु चाहिँ लास्टै मनपर्छ। सुँगुरको मासु नभए त मासु खाएको जस्तो पनि लाग्दैन। हरेक सब्जीहरूमा चाहिँ सुँगुरको मासु मिक्स गऱ्यो भने चाहिँ अति नै मिठो हुन्छ। हाम्रो पूर्वतिरको सब्जी यस्तो हुन्छ। ल साथीहरू तपाईँहरूलाई पनि मनपर्छ मन पर्दैन कमेन्ट गर्नुहोला। हाम्रोतिरको सब्जी यस्तै हो गाउँले पारा। गाउँमा त तरिका पकाउने यस्तै नै हुन्छ। राईको चुलोमा यो सुँगुरको मासु पाकेन भने त मासु के मासु जस्तो लाग्छ मलाई। अब बच्चैदेखि खाने बानी, त्यही भएर सुँगुरको मासु त हुनैपर्छ। मजाले पकाउने हो झ्याप्पै लाएर। अब यो सब्जीले त 2 थाल भात त जान्छ खाइन्छ जस्तो मान्छेले भए पनि।